तेरो नमस्कार सबैलाई मेरो जति पनि फेसबुक पेज च्यानलमा हुनुहुन्छ। आज म तपाईँहरूलाई एउटा चिज देखाउन गइरहेको छु जो कि चेन्नईको तमिलनाडु गाडी सिज भएको गाडी चाहिँ कुन कन्डिसनमा राख्दो रहेछन् भनेर हेर्नु है। सबै यो सिज भएको गाडीहरू हो, अटो हो यो गाडी। यत्रो पैसा खर्च गरेर विचारहरूले ल्याउँछन् गाडीहरू, यिनीहरूले कति इजिली सिज गरिदिन्छन् है। यो टाटा एसी हो, यो चाहिँ रेनल्ट कम्पनी डस्टर। यसभित्र कन्डिसन गर्न सक्नुहुन्छ है। सबै सामानहरू निकालेर चोरले लगिसकेका छन्। साउन्ड स्पिकरको डिस्प्ले वगैरह के निकालेर पुरै लगिसकेका छन्। अझै अरू पनि देखाउँछु तपाईँहरूलाई सिज भएको गाडीहरू कति छन् भनेर। यो चाहिँ 407 भन्छन् है, जो कि यसलाई पनि सिज गरेर राखिदिएछन् गाडी। अझै तपाईँलाई कति छन् यत्रो कारहरू छ, पुरै सिज गरेको कारहरू हेर्न सक्नुहुन्छ। पुरा यो सरकारी जग्गा हो, थुप्रै छ कार बस, जो कि बाटोमा खडा भएको गाडीहरू सब उठाउँदै उहाँले गरेर हान्छन्। अझ देखाउने कोसिस गर्छ, त्यहाँ जान दिन्छ कि दिन्न है। धेरै भित्र यो महाराष्ट्रको गाडी पनि आएर छ यार। यो देख्दै हुन्छ सिधा, सायद होन्डा कम्पनीको क्या हो। 3695 यत्रो थुप्रै गाडी छ। यो एक्सिडेन्ट कन्डिसन हेर्नु, एमएच यता टिएन छ, यता फोर्ड कम्पनी हो। यो चाहिँ यसको लोगो चाहिँ पत्ता लागेन। यो चाहिँ यो सिफ्ट स्कोडा अनि अटो त थुप्रै छ। होन्डा कम्पनीको नै हो यो पनि। यत्रो बस छ, उता कार, स्कर्पियो, टाटा एसी, कति हो। यिनीहरूका पार्ट पुग्छ चाहिँ यिनीहरूले बेचेर खाइदिन्छन् है। यहाँ काम गर्ने लेबरहरूले थुप्रै छ।